dans la vie. Go! साथीभाइहरू आज चाहिँ चट्ट राखेको प्याज सिलौटी चापान कुरो होइन चट्ट राखेर आज हामी जाँदैछौँ नाउ ताकाउ भन्ने ठाउँ थियो चाहिँ चट्ट चल्नु लाग्यो काम छ बिल्डिङ त मोबाइलले धान्दैछ बिल्डिङ त्यस पछाडि एकै भयो होइन एकै भयो चाहिँ एटिएम जानुपर्ने हुन्छ बेसी छैन पैसा लोड गरेर अनि चल्नुपर्ने हुन्छ सायद अब अहिले के लाइनमा चढ्नुपर्ने होइन ठ्याक्कै सिन्धुमा छु तर लास्ट टाढा छ यार सिन्धु यो लाइन यति टाढा छ नि होइन एकबाट 51 हो कि 52 पुग्नुपर्छ भनेपछि कति टाढा छ क्या एक स्टेसनबाट चाहिँ 52 स्टेसन पुग्नुपर्छ भनेपछि कति टाढा हो त्यो डेट अब टाढा छ यता देखाएको छ यति देखाएको थियो हामी यतिले नै चढ्नुपर्छ क्या हो लाइन छ त याद यार यतिले नै चढ्नुपर्छ क्या साउथ एन्ट्रान्स आउन त आइयो यार कता जाने हो त अब अहिलेसम्म चढेको छैन यार यस्तो त यार एकछिन विस्तृत रूपमा हेर्नु पनि भयो साथीहरू यार यो त तिनै रहेछ ठ्याक्कै सिन्जुगुबाट चाहिँ क्यु लाइन चढेर चाहिँ ट्रेनमा चढियो भनौँ रमाइलो हुँदैछ फर्स्ट टाइम जान लाग्यो त्यो पनि एक्लै लेट्स सी हेरौँ के हुन्छ।
केटा हो फाइनल्ली चाहिँ अब हामी आइपुगिसकेका छौँ। कति नै भएर आज हिँड्दा ट्रेनमा हिँड्दा 5 घन्टा 6 घन्टा त ट्रेनमै ओर्दोरमा गयो। कुन चढ्न पनि कहाँ चढेर यस्तो पढे तालमा तर्कै छैन। अहिले के छ हामी आज 24 घन्टा फ्री हो। फेरि हामी 1000 मिटर जति हिँड्न 700 मिटर कति हिँड्न पर्ने रहेछ। फेरि यहीँबाट टर्न लेफ्ट भन्यो ठिक छ केही छैन। लेट हिम कम बप्पाल सही भयो यार। आकाश त सही भयो क्या। मलाई यस्तो सोचेको थिइनँ आकाश यस्तो खुल्छ भनेर। यस्तो पानी थियो नि त आजको दिन। आज पनि रहेछ यो पनि रहेछ। थुप्रै ठाउँमा आयो क्या यार। मान्छे त पुरै भिडभाड छ त यार। राम्रै छ होला ठाउँ यार। मजाले ठाउँ छ यार। यो चाहिँ आजको डेस्टिनेसन भनेको चाहिँ माउन्ट ताकाउ भन्ने ठाउँ हो होइन। खासै मलाई ठाउँ त थाहा छैन। अब सबै मान्छेहरू जता हिँड्छन् त्यति हिँडिन्छ होला होइन। 100% बनाएर आएको यार। लोकेसन हेर्दा 100% सकिसक्यो। अब फोटो भिडियो त अब त्यस्तै हो। अब जतिसम्म सकिन्छ त्यतिसम्म गर्नुपर्छ। यस्तो सुविधा नि छ यार यतातिर। हात त धोइरहेको सिङ्गीलाई पनि भ्याइरहेछ। उहाँदेखि लिएर यो खानेकुरा हाम्रो डेस्टिनेसन कम्पनी दिन मान्छे चाहियो यार मलाई यार। खतरै ठाउँ रहेछ। भिडभाड त खतरै छ यार। तर घाट चढ्नुपर्छ जस्तो लाग्छ। चढ्नुपर्छ त्यो घाट चाहिँ। घाट चढ्नै पर्छ यहाँ। कटेज भिलेज पनि खतरै रहेछ।
मान्छे सब फर्किसके जस्तो छ नि भर्खर जाँदैछ के रहेछ यहाँ टिकट काट्नुपर्छ जस्तो लाग्यो Tokyo Noriba यसमा मलाई सस टिकट फर्स्ट काट्नुपर्ने भयो नि त के भन्दै कि थाहा छैन त हेरे त राउन्ड टिकट टिकट काटे होइन कुनमा चढ्ने भन्ने चाहिँ अलिक विचार गर्न नसकेर दुईवटा रहेछ लिफ्ट र केबल कार रहेछ होइन लिफ्ट चाहिँ अलिक राम्रो होला भन्ने हिसाबले मैले चाहिँ लिफ्टमा चाहिँ चढ्ने विचार गरेर टिकट काटेँ अनि त्यति महँगो पनि थिएन सस्तै थियो कति 900-1000सम्म त्यस्तै थियो साथीभाइहरू तपाईँहरू नि आउन चाहनुहुन्छ भने चाहिँ चढ्नु होला केबल कार चढ्दा पनि भयो लिफ्ट चढ्दा पनि भयो होइन म हिँड्छु भन्दाखेरि हिँड्न पनि ठाउँ छ मिल्छ अब यस्तै हो
から1個だけ前に入れてください。はい、お願いします。あ、ごめんなさい。その荷物前にしていただいてよろしいですか。ですか。ちょっとお待ちください。はい、どうぞ。そういえばや。saya. Sorry boy. Kita so you man bale raise there. Sorry yaar. Sorry, pick up lost items today. If it is dropped under the net, it will not be recovered. Sini पर यार防止事故发生，可能会有突然的停车情况，因此请抓住左右扶手。当您到达车站时，船速带正在移动。当你下来时，向前走到左边的平台。感谢您的光临。まもなく到着します。ベルトに降りて、歩いて左へ出てください。That is soon arrive at the station. When you arrive at the station, please get on the train.いかがでしょうか。記念に1万1000円データ付きです。大丈夫です。ありがとうございます。मान्छे रिपेयर रहेछ नि यार नेपाली रहेछ यहाँ दिदी यो चाहिँ लन्चपानी ठाउँ हो कि यार भिडभाड छ क्या हरि ब्लर रहेछ के रहेछ लालीपप हो क्या एमरी क्या एमरी साथीहरू यहाँ एमरी पनि रहेछ है यहाँ चाहिँ हाम्रो एमरी पनि रहेछ ल को नेवार साथीहरू हुनुहुन्छ ट्याग गरौँ एमरी खाउँ एमरी सप एमरी सप भन्नु पर्यो लडेको छ यो what are this guys what are this कसै ठाउँ छ त्यहाँ म त त्यही बाटो आएँ क्या अर्को बाटो त होइन होला है अर्को यो चाहिँ जापान हेरिटेज रहेछ है यो राक्षस
जापानको परम्परा होला नि त्यति बेला रहेछ मैं बलभद्र कुमार है क्या हो परिहरू रहेछ यार यता के रहेछ के को डल्लो रहेछ यार यहाँ जापानी के को डल्लो रहेछ यार यो जापानी रहेछ यार guys यार कारको खतरा बनाउने ए झुन्डाउने रहेछ नि हैन लेखेर ल म हिँड्दा हिँड्दै यो राम्रै खाले टेम्पलमा आइपुगेँ म के हो यस्तो यो मासै क्या हो हाम्रो डेस्टिनेसन चाहिँ अलिक टाढा नै छ हैन यतिले चाहिँ पुग्दै पुग्दैन आजको धेरै हिँडाइ र ट्रेन हिँडाइ हाइकिङ हिँडाइले चाहिँ माउन्ट टाकाको टपहरूमा चाहिँ आइयो ठाउँ त रमाइलो छ टपमा रहेछ सबैजना चाहिँ हाइकिङ आउने ठाउँ रहेछ मान्छे कति धेरै भिडभाड हो कहाँदेखि मान्छेहरू आउँछन् हामी देखेर म छक पऱ्यो अन्त यहाँ चाहिँ घरमा पकाएर ल्याएर खाने ठाउँहरू पनि रहेछ कि त्यस्तो यस्तो फ्यामिली यताउति साथीभाइहरू आएर खाने ठाउँ रहेछ रमाइलो रहेछ माथि टपबाट यता चाहिँ फुजिसान पनि देख्छ भन्ने सुनेको थिएँ मैले होइन तर मैले चाहिँ खासै देखिनँ एक्लै आएको कहाँ जाने के गर्ने छेउ लागेर त्यति झ्याउ त लागेन तर रमाइलो भयो तर साथीहरू भए अझ रमाइलो हुन्थ्यो भन्ने मात्र हो तर रमाइलो छ है ठाउँ चाहिँ भले छ सबैजना आउनु होला अघि मैले त्यहाँ साइडमा नेपालीहरू पनि देखेको थिएँ पुरै चम्काबेट भएर खाइरहेको थिएँ गफ गर्दै नेपाली स्टाइलमा यति नै हो कस्तो लाग्यो हजुरहरूलाई राम्रै लाग्यो भन्ने आशा गर्दछु र यति भन्दै आजको भिडियो यहीँ टुङ्गाउन चाहन्छु हस्त धन्यवाद सब्सक्राइब गर्न नभुल्नु होला सबैजनालाई बाई बाई